इलामको मोडल मोमो र रोटीको सुरुवातबाट सुरु गर्दा आजको दिन कसो होला त गाइजहरु। बिबिक्यू पाक्नलाई चाहिँ टेक्स टाइम्स पेसेन्स एन्ड केयर सो द्याट मात्रै रिजल्ट चाहिँ भरे एकदमै अमेजिङ आउँछ स्वादिलो म्याक्सिमम के समुद्रको छेउमा आगोमा पोलेको बिबिक्यू खानको लागि रेडी भयो। मासु कस्तो थियो मासु अझ मिठो मासु त आउनै बाँकी छ त्यहाँ बुलेट रिम्सहरू त्यहाँ भर्खर पाक्दैछ। यो चाहिँ सिङ्गापुरको इसिपी बिचको समुद्र हो तपाईहरु देख्न सक्नुहुन्छ। एकदमै रिल्याक्सिङ एन्ड मेडिटेटिङ छ। जस्ट चिल गाइस चिल भाइब्स। टी सर्ट लगाएको टिमलाई डेन्जर हुन सक्छ यहाँ फेरि पनि गोल हुनबाट बचेको छ। फाइनली खोटाङ जिल्ला दिकेल बजार। हे गाइस नमस्ते सबैजनालाई आई एम इवान चामलिङ अनि तपाईहरुलाई मेरो युट्युब च्यानलमा स्वागत छ। आज चाहिँ हामी केही साथीहरु मिलेर सिङ्गापुरको सुन्दर ठाउँ ईस्ट कोस्ट पार्कमा पिकनिक मनाउन जाँदैछौँ। समटाइम्स लाइफ इज सो बिजी वर्क स्ट्रेस एन्ड मेनी रेस्पोन्सिबिलिटिज तर आज चाहिँ हामी त्यो कुराहरु सबै घरमै राखेर एकदमै रमाइलो गर्नको लागि स्ट्रेस आउट हुनको लागि फ्रेस हुनको लागि पिकनिक मनाउन जाँदैछौँ। सो गाइज वी विल सी यू एट इसिपी बीच कीप वाचिङ। सो गाइज अहिले चाहिँ हामी हाम्रो पिकनिक स्पटको नजिकै बसले ल्याउने ठाउँसम्म चाहिँ आइपुग्यौँ अनि हाम्रो अनलोडिङको काम हुँदैछ। अब यहाँबाट चाहिँ हामी पिकनिक स्पटसम्म चाहिँ हाम्रो ट्रलीबाट कसैले बोकेर लानुपर्ने हुन्छ। अनि तपाईहरुलाई म एकैचोटि अब हाम्रो पिकनिक स्पटमा बिबिक्यू पिट पुगेपछि देखाउँछु। हेर्दै गर्नु होला भिडियो। बसको सामान हाल्ने ठाउँ चाहिँ यहाँ भित्र हुन्छ। त चाहिँ हाम्रो मोडल इलामको मोडल सो गाइज अब चाहिँ हामी हाम्रो बिबिक्यू पिटमा आइपुग्यौँ अनि आजको हाम्रो बिबिक्यू स्पट बिबिक्यू पिट चाहिँ यही हो। अनि यहाँनिर अब हामी आगो पनि बाल्नु सुरु गरिसकेको अनि आगो बल्दै गर्छ। यहाँ लिएको मोमो रोटीहरू के छ खानुपर्छ। यो एरियामा आजको हाम्रो पिकनिक चाहिँ अनि यता चाहिँ हाम्रो सुरु पनि भइसक्यो। सानो सुरु गर्यो है ल सुरु कस्तो मिठो छ होला है। ल गाइज खाए ल मोमो र रोटीको सुरुवातबाट सुरु गर्दा आजको दिन कसो होला त गाइजहरु हेर्दै गर्नु होला। खाना दुब लाग्यो त हाम्रो गाम्स बहिनी 2 हप्ता भयो अरे नेपाल गएको दुब लाएर राति। अब भने चियर्स गर्ने टाइम ल। ल सबैजनालाई चियर्स। प्लेन पनि यहाँ माथिबाट चाहिँ उडेको गर्छ। प्लेन उठ्ने रुट पर्दो रहेछ। सो गाइज अब चाहिँ हाम्रो बिबिक्यू पोल्न सुरु भइसक्यो। आजको हाम्रो पिकनिकको मेन इभेन्ट नै भनौँ। यो बिबिक्यूलाई चाहिँ फेरि बिस्तारै पोल्नुपर्छ। बिस्तारै पोल्यो भने चाहिँ भरे दामी हुन्छ। नत्र भने चाहिँ यसको बोसो झरेर आगो देख्न सक्नुहुन्छ। आगो झुर बलेर डराउँछ। डरायो भने चाहिँ बाहिर चाहिँ कालो देखे पनि भित्र चाहिँ सेतै हुन्छ र फेरि पचाउनु पनि सकिँदैन स्वादिलो पनि हुँदैन। सो बिबिक्यू पाक्नलाई चाहिँ टेक्स टाइम्स पेसेन्स एन्ड केयर सो द्याट मात्रै रिजल्ट चाहिँ भरे एकदमै अमेजिङ आउँछ स्वादिलो। अमेजिङ बनाइसक्यो उता एउटा चाहिँ अब चटचट काटेको पनि देखाउँछु। सेफले काटे जस्तै काट्दै हुनुहुन्छ नम्बरीले।
गुड मेमोरी गुड भाइब्स गाइस पोल्ने काम धमाधम हुँदैछ हाम्रो एकदमै मिठो एकदमै रपाएर पकाए पछाडि एकदम दामी हुन्छ एकदमै जुसी हैन जुसी पुरै स्वादिष्ट सो गाइज फाइनली समुद्रको छेउमा आगोमा पोलेको बिबिक्यू खानको लागि रेडी भयो एकदमै अर्ग्यानिक तरिकाले पोलेको बिबिक्यू हेर्दै दामी देखिरहेको छ लुक्स एकदम दामी अनि यसको स्मेल त झनै दामी आइरहेको छ फाइनली खानको लागि पर्खाइको समय इज ओभर अचार चोबेर अनि किम्ची अनि सागसँग बेडेर खाँदाखेरि एकदमै दामी हुन्छ यसको लेयर छ मुनि चाहिँ मासुको पाट अनि बोसोको पाट फर्स्ट बाइट खाएँ त्यो साथी एकदमै दामी छ जिब्रोमै राखिराख्नु जस्तो टेस्ट छ यसको टेस्ट चाहिँ धेरै कुराको मिश्रणले बनेको छ आजको बिबिक्यू हाम्रो यसमा 12 मसला प्लस धेरै मेहनतले बनेको छ दामी स्किल देखाइदिनु पर्यो एउटा ल है हाम्रो भिडियो प्ले भइसकेको छ सबैजना यथा स्थानमा बस्दिनु अनुरोध गरिन्छ साह्रै राम्रो आएछ थ्याङ्क यू सो मच मलाई भ्लग गर्न टाइम दिनुभएकोमा यता अझै गन्थन सकेको छैन ल साह्रै राम्रो यो रहेछ नि त यो रहेछ नि त नि साह्रै राम्रो ल आज चाहिँ सबैलाई ठिकै होला नि होइन मासु कस्तो थियो मासु अझ मिठो मासु त आउनै बाँकी छ त्यहाँ बुलेट रिप्सहरू त्यहाँ हेर्नु न भर्खर पाक्दैछ अहिले त कोइला रातै भएको थियो अहिले त रातो कोइरा भएर बसेको छ होइन मैले त मेन क्याप्चर गर्नुपर्ने कुरा क्याप्चर गरिनँ नि के भयो रे फेरि भनौँ न हजुर के भनेको नि होइन हाम्रो दुईजना राज नम्बर र बहिनीको एनिभर्सरी आज सबै कुराले साथ दिएको छ यार फोकस ल जाउँ घरमै भन्न एक एउटा शब्द त दिएन त ब्याट्री सकिन्छ अहिले छोटो हो क्या यहाँ त छोटो थ्याङ्क यू सो मच फर सपोर्ट मी Please थ्याङ्क यू सो मच share and subscribe and comment down below. थ्याङ्क यू सो मच म चाहिँ सिङ्गलै छु कसैलाई यसो केही सम्पर्क चाहिन्छ भने चाहिँ त्यो कमेन्ट यता पनि आउँदो रहेछ मेरो अन्डर पनि आउँदो रहेछ नि यता तर्काउँदा पनि थ्याङ्क यू सो मच यति माया पाएको छु कि यो ग्रुपबाट यस्तै साथ सपोर्ट गर्दै जानु होला है अब म अर्को फिल्मतिर गएँ हल्का दिनै पर्यो नि त फेरि यहाँ है हेलो What if you could use your smiles to open doors to wonderful new experiences? के यहाँ म ब्लगमा बिजी छु जाने हो लेट्स गो छिटो हिँड छिटो 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 हिँड छिटो 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 कता हो कता हो कता हो कता हो कता हो ल ल ल कता हो कता कता हो कता यही हो ल ल ल ल छिटो के
ल अब चाहिँ बहिनीहरूले बिबिक्यू बुलेट पोल्दै हुनुहुँदो रहेछ। कस्तो भइरहेछ पिकनिक बहिनीहरूको? दामी हो, साह्रै राम्रो हो। अब चाहिँ यहाँ बहिनीहरूले पोल्ने भनेर हामीलाई पालो दिनुभएको, अनि हामी गाइजहरू चाहिँ नि उता फुटसल, अब हुन्छ बिचमा अलिअलि फुटसल। अनि यता चाहिँ बर्थडे सेलिब्रेसन। सो गाइज म चाहिँ अहिले समुद्रको छेउमा आएको छु। यो चाहिँ सिङ्गापुरको इस्ट कोस्ट पार्कको समुद्र हो, तपाईँहरू देख्न सक्नुहुन्छ। अनि तपाईँहरूलाई देखाउनु पर्यो अनि नजिकैबाट महसुस गर्नु पर्यो भनेर म चाहिँ अहिले समुद्रको छेउमा हिँड्दैछु। गाइज दिस प्लेस फिल्स लाइक थेरापी, नो वर्ड्स, जस्ट पिस। एकदमै रिल्याक्सिङ एन्ड मेडिटेटिङ छ, जस्ट चिल गाइज, चिल भाइब्स। यो पर चाहिँ नि सिप बोटहरू पार्किङ गरिरहेछ। छालले मेरो चाकसम्मै हान्दियो यार, अलिअलि सिस्सै बनायो। अहिले चाहिँ म बाहिर मासतिर निक्लिँदैछु अनि माथि चाहिँ रमाइलो एक्टिभिटी यहाँ हुँदैछ। फुटसल सुरु भइसक्यो केटाहरूको। यहाँनिर टी सर्ट लगाएको भर्सेस टी सर्ट नलगाएको म्याच यहाँ भव्य हुँदैछ। यहाँनिर टी सर्ट लगाएकोले चाहिँ गोल भयो भनेर भन्दैछ भने टी सर्ट नलगाएकोले चाहिँ भएको छैन भनेर अस्वीकार व्यक्त गर्दैछ। ल बल चाहिँ चालु भइसक्यो, तर एम्पावरले गोल नभएको घोषणा गर्यो। अनि पोस्ट छेउमा देख्नै सक्थ्यौँ, एकदमै डेन्जर अवस्थाबाट बचाउन सफल भएको छ त्यहाँ। समुद्रतिरै हान्दियो। यहाँनिर साइडको आउटलाइन चाहिँ नभएको अवस्था, त्यही भएर टी सर्ट लगाएको प्लेयरले चाहिँ समुद्रबाट लिएर गोल हान्ने विचारमा छ। ल बल फेरि सुचारू भइसकेको छ। टी सर्ट लगाएकोले पोस्ट छेउमै ह्यान्डबल भएर पेनाल्टी पाउन सफल। पेनाल्टी आउट यतिको त आउट हो। अब चाहिँ यो चाहिँ सेकेन्ड हाफ, नेक्स्ट राउन्ड स्टार्ट भयो। एकदमै मारामार गेम देख्न सक्छौँ हामी यहाँ। टी सर्ट लगाएको टिमलाई डेन्जर हुन सक्छ यहाँ, फेरि पनि गोल हुनबाट बचेको छ। ल फेरि पनि पोस्ट एटेम हुनै लागेको थियो तर बचाउन सफल भएको छ। जारको आउट। फाइनली अहिले चाहिँ एकदमै नाङ्गे टिमले क्लिन गोल हान्न सफल भएको छ। रेफ्रीले गोल भयो भनेर एनाउन्स गरिसक्दा पनि
टी सर्ट लगाएको टिमले चाहिँ भएको छैन भनेर यहाँ कुरा राख्ने काम भइ नै रहेको छ तर अब फाइनल्ली डिसिजन इज गोल अब चाहिँ टी सर्ट टिमले पेनाल्टी पाउन सफल भएको छ यहाँ एक गोल बनाउने मौका हुन सक्छ यहाँ छिटो छिटो टाइम सकिन्छ ल बाजी चाहिँ यहाँ 21 बियरको छ त्यही भएर मारामार देख्न सक्छौँ हामी यहाँ एकदमै पोस्टमा लागेर ब्याक भएको छ फेरि पनि नाङ्गुते टोलीले चाहिँ एक गोल थप्न सफल भएर 2-0 को अग्रताले लिड गरेको देख्न सक्छौँ हामी टी सर्ट लाउने टोलीले अब भने एकदमै जोसले खेल्नु पर्ने हुन्छ टी सर्ट लाउने टोलीलाई मौका हुन सक्छ यहाँ तर त्यो मौका पनि गुमाउन पुगेको छ फेरि पनि मौका एकदमै ठुलो मौका छ अहिले फाइनली नभन्दै टी सर्ट लगाउने टोलीले पनि एक गोल लगाउन सफल भएको छ यहाँ अहिलेलाई भने स्कोर 1 अनि 2 को अवस्थामा छ टाइम पनि सकिन लाग्यो भन्दैछ रेफ्रीले फाइनली टाइम पनि सकिएछ अब छिटो पिचमा ओइ बल छिटो Only 40 seconds. 40 seconds. 40 seconds थाम्के डालो. 40 seconds. एक्स्ट्रा टाइमको 40 सेकेन्ड रहेको छ अब चाहिँ यहाँ थप टाइम चाहिँ 40 सेकेन्ड अरे नाङ्गुते टोली एकदमै एग्रेसिभ अवस्थामा अहिले नाङ्गुते टोली लिडिङ अवस्थामा रहेको अवस्थाले एकदमै स्ट्रङली डिफेन्स गरिरहेको अवस्था थियो फाइनली टाइम पनि सकिएको छ अनि नाङ्गुते टोलीले 21 बियर जित्न सफल भएको छ। 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 21
नाङ्गुती टोलीले जितेको छ भेसनले। सो गाइज अब चाहिँ साँझ पनि पर्दैछ, घाम पनि पर बादल पारी पुगिसक्यो भने चाहिँ आजको मेरो भिडियो पनि अन्तिम फेजमा आइसक्यो। म यो भिडियोबाट अस्ताउने बेला हुँदैछ, भोलि बिहान फेरि घाम उदाउनेछ, त्यसै गरी म पनि अर्को भिडियो लिएर उदाउने नै छु। त्यसको लागि सबैजनाले एक सब्सक्राइब गरेर मलाई सपोर्ट गरिदिनु होला। तपाईँहरूको एक सब्सक्राइब नै मेरो लागि ठुलो सपोर्ट हुनसक्छ। सो गाइज कन्जुसाइ नगरिदिनु होला, एक सब्सक्राइब चाहिँ ठोकिदिइहाल्नु होला अनि एक लाइक पनि ठोकिहाल्नु भन्दै किप वाचिङ गाइज। अबको टाइम भनेको फलफुल खानेको हो। मासु खाँदा खाँदा अगाडि अब म गुलियो पार्नुपर्छ फलफुल खाएर। मासुले नुनिलो खाँदा खाँदा गुलियो खाँदाखेरि चाहिँ एक्स्ट्रा गुलियो हुँदो रहेछ। मासु यहाँ स्टिल रकिँदैछ अलिअलि। मासु चाहिँ अझै धेरै खाइने भन्दा धेरै ल्याइएछ र यहाँ डल्लै छ। चिकन विङ्स डल्लै छ यहाँ। मासुले अब एक सर अगाइहाल्यो, अब खासै खाइँदैन, एक दुई पिस मात्रै। यहाँ एक प्लास्टिक अनि यहाँनिर चिकन विङ्स नै भरि छ। त्यहाँ चाहिँ चटनी होला कि मासुहरू पनि पोर्कको अझै धेरै छ मासु। कपाल डान्स हुँदैछ उहाँ। कपाल नहुने चाहिँ यहाँ हामी बसेर फ्रुट्स खाँदै अब समुद्रमा ढुङ्गा हान्दै बस्दै सानो सो गाइस अब चाहिँ हामी सानो र म समुद्रको छेउमा यहाँनिर एकछिन बस्नु पर्यो भनेर आएको छौँ। यस्तो समुद्रको छेउमा बस्नु भनेको चाहिँ लाइफको एउटा गुड मोमेन्ट, गुड पल हो कि होइन। यहाँनिर छक्कसँगले आएर बिताउने पल भनेको एकदमै स्पेसल हुन्छ। यहाँ चुरोट खानेले छक्क झिकेर चुरोट तान्दै बस्ने, बियर खानेले छप्प बियर खाँदै बस्ने, मायालु हुनेले छप्प मायालु लिएर अङ्गाला हालेर बस्ने, स्वास्नी हुनेले टक्क स्वास्नी लिएर बस्ने अब होइन। एकदम गुड मोमेन्ट हुन्छ कि होइन सानो। ल अब हामी बस्छौँ है त। ल मेरो बुढिया छ। सो या गाइज आजको भिडियो हेर्नु भएकोमा धेरै धेरै धन्यवाद। इफ दिस भिडियो मेड यु इभन अ लिटल इट मिन्स आई डिड समथिङ राइट एन्ड आई एम ह्याप्पी भन्दै आजको भिडियोबाट म बिदा हुन्छु। अन्टिल नेक्स्ट टाइम किप स्माइलिङ, स्टे ह्याप्पी, स्प्रेड पोजिटिभिटी एन्ड बी काइन्ड। बाई बाई। सबैजनालाई माया छ है, माया। अब चाहिँ हामी हाम्रो सरसामानहरू प्याक गर्छौँ अनि घरतिर ब्याक हुन्छौँ। प्याक इट एन्ड टेक इट ब्याक होम। बाई बाई। खोटाङ जिल्ला दिक्तेल बजार आउँछ हजार मोरी गए जहिले सम्झनामा आउँछ खोटाङ जिल्ला दिक्तेल बजार।